विदेशमा बस्ने नेपालीहरू यति दानवीर छन् कि 55 डिग्रीको गर्मीमा साउको गाली खाइ खाइ खुन पसिना बगाएर कमाएको पैसा फ्रीमा बाँड्दिन्छ डिजिटल बेगर्सहरूलाई टिकटक लाइभमा मात्रै। स्क्रिनमा डबल ट्याप लाइभलाई सेयर गर्दै जाने भनेकै भरमा भलै आफ्नो घर परिवार नेपालमा अन्धकार र आर्थिक अभावमा बाँचिरहेको छन्, तर पनि लग्जरी लाइफहरू अफोर्ड गरिदिएको छन् यी टिकटक स्टार्सहरूलाई। पछिल्लो समयमा टिकटकमा नेपालीलाई सबैभन्दा बढी गिफ्ट दिने भनेको युके, साउदी, कतार र दुबई जस्तो खाडी मुलुकहरू छन्। महिनाको 30 दिन रात नभनी मेहनत गर्नेहरूको सेलरी चाहिँ 30,000 र 40,000 छ। यता टिकटक लाइभमा अरूलाई गाली गर्ने, मुख छाड्ने र बकमफुसे कुराहरू गर्दै टाइम पास गर्नेको चाहिँ 15 लाख रुपैयाँ मेरो मन्थली टिकटक इन्कम। 8 लाख जति कमाएको थियो होला दुईटा गेमबाट 10 मिनेटमा। जुन नेपालको पैसा छाप्ने मेसिनले हजारको नोट छाप्दा पनि त्यो टाइमिङमा त्यति पैसा छाप्न सक्दैन र यस्तो हरकत हाम्रो सोसाइटीमा एकदमै ट्रेन्डिङमा आएको छ। नयाँ जेनेरेसनले पनि शिक्षा र आविष्कारहरूलाई व्यवस्था गर्दै टिकटक लाइभमा आफ्नो करियर खोज्ने क्रम एकदमै बढ्दै गएको जस्तो देखिन्छ र यसमा नेपाली प्यारेन्ट्सहरूको पनि ठुलो हात छ। नानी जन्मेर 2 देखि 5 वर्ष पुगेको हुँदैन उसको नाममा टिकटक आइडी खुलिसकेको हुन्छ। त्यो नानी अलिकति रुयो वा करायो भने प्यारेन्ट्सले उसको हातमा मोबाइल थमाइदिन्छ र त्यो मोबाइलले उसले के गर्ने भन्दा टिकटक खोल्ने र इन्टरटेनमेन्टको कुराहरू हेरेर हुर्किन्छ र पछि उसले पनि त्यही कल्चरलाई फलो गर्दै जान्छ। र यता टिकटक लाइभ होस्टरहरूको गिफ्ट माग्ने सबैभन्दा ठुलो अस्त्र भनेको च्यारिटी। गिफ्टबाट आएको पैसा दान दिन्छौँ भनेर अडियन्सहरूलाई इमोसनल बनाएर गिफ्टहरू लिन्छन्। पैसा विथड्र गरेर गरिबहरूलाई सहयोग गर्ने औकात छ कसैको? उता गिफ्ट बाँड्नेहरू पनि इमोसनल भएर पैसाको खोला बगाउन थालिहाल्छन्। तर सबैभन्दा ठुलो टिकटक स्क्याम भनेको यहीँबाट सुरु हुन्छ। टिकटकमा गिफ्ट त दिनुहुन्छ, तर यो टिकटकले गिफ्टलाई कसरी पैसामा कन्भर्ट गर्छ भन्ने सिस्टमलाई कहिले बुझ्नु भएको छ? मानव तपाईहरूले 100 रुपियाँ गिफ्ट दिनुभयो र उता लाइभ होस्टरले पनि 100 रुपियाँ नै पाउँछ भन्ने लागिरहेछ भने तपाईँहरूलाई कार्टन बनाइरहेको छ टिकटकले। गिफ्ट गर्नको लागि 100 रुपियाँको कोइन किन्नुभयो भने एप्पल अथवा गुगलले अलरेडी तपाईँहरूको पैसाको 30% काटेर मात्रै टिकटकलाई कोइन दिन्छ। मतलब त्यो 100 रुपियाँ अब 70 रुपियाँ मात्र भइसक्यो र त्यो 70 रुपियाँमा पनि टिकटकले आफ्नो लागि त्यहाँबाट 50% कमिसन राखेर दिन्छ। यानि कि अब त्यो 100 रुपियाँ 35 मा झरिसक्यो। अब त्यो 35 रुपियाँ पनि लाइभ होस्टरले डाइरेक्ट आफ्नो एकाउन्टमा पाउने चाहिँ होइन, किनकि नेपाल सरकारले यस्तो इन्कमहरूमा 25% इन्कम ट्याक्स राखिदिएको छ। 35 रुपियाँबाट पनि 25% काट्दाखेरि बाँकी रहन्छ 26 रुपियाँ 25 पैसा। फेरि डलरलाई पनि नेपाली रुपियाँमा कन्भर्ट गर्दाखेरि थप 2% चार्ज काट्छ। सोच्नुहोस् त अब तपाईँहरूलाई च्यारिटीको नाममा इमोसनल बनाएर लिएको पैसा टिकटकले करिब 75% चाहिँ आफै खान्छ। अब सोच्नुहोस् त कति चाहिँ त्यो लाइभ होस्टरले राख्ला र कति चाहिँ च्यारिटीमा देला। हो, यही टिकटकको इमोसनल स्क्यामले गर्दाखेरि आज टिकटकको नेटवर्थ 2018 मा 0.15 मिलियन डलर मात्रै थियो भने अहिले 2026 मा करिब 15,000% ले बढेर आज 284 मिलियन डलर भन्दा बढी छ। अब साँच्चीकै च्यारिटी गर्न चाहनुहुन्छ भने नेपालमा यस्तो संस्थाहरू धेरै छन् जसले वृद्ध आश्रम, अनाथलयहरू चलाइरहेको छ र त्यहाँ तपाईहरूलाई कुनै पनि स्क्याम नभइकन तपाईहरूको 100 रुपियाँको डाइरेक्ट 100 रुपियाँ पुग्ने गरी तपाईहरूले सहयोग गर्न सक्नुहुन्छ, ताकि चाइनाको टिकटकले च्यारिटीको नाममा तपाईहरूलाई नलुटोस्।